उहाँहरूले के भन्नुभएको थियो भने हामी 15 दिनभित्र सुकुम्बासीहरूको सम्पूर्ण रूपले व्यवस्थापन गर्छौँ भनेर चाहिँ उहाँहरूले सुकुम्बासी बस्तीमा डोजर चलाउनु भयो। मान्छे त्यो बेलामा पनि धेरै मान्छेहरूले उहाँहरूलाई सल्लाह सुझाव दिएको, स्वयं हामीले नै सुझाव दियौँ तपाईँहरू नहतारिनुहोस्। विगतका सरकारहरूले गल्ती गरे, कमजोरी गरे, उनीहरूले उनीहरूको व्यवस्थापन गर्नुपर्थ्यो, त्यसमा ध्यान दिएनन्। यिनीहरूको व्यवस्थापन अनिवार्य छ, तर त्यसको अर्थ यो होइन कि उनीहरूको कुनै तयारी बिना एकाएक हठात त्यहाँबाट निकाल्ने कुराले चाहिँ नि भोलि त्यसको चाहिँ नि ब्याकफायर हुनसक्छ। उनीहरू झन् धेरै चाहिँ नि एउटा ताप्केबाट भुङ्ग्रोमा पर्ने अवस्था सिर्जना हुनसक्छ। त्यसकारण यसो नगर्नु भनेर हामी सबैले सल्लाह सुझाव दियो, तर उहाँहरूले त्यो कुरालाई स्वीकार गर्नु भएन। उहाँहरूले हामी सम्पूर्ण तयारी पुरा भए भने जसरी चाहिँ कामहरू गर्नु हो। र अस्ति तपाईँले हिजो देखिहाल्नुभयो, सामान्य पानी पर्दा बित्तिकै बागमती नदीले चाहिँ नि राधास्वामी जहाँ कीर्तिपुर होल्डिङ सेन्टरमा चाहिँ पुरै डुबानमा पुर्यो। तपाईँहरू पुग्नुभयो कि नै? त्यहाँ यस्तो भयावह स्थिति थियो, झन्नै 46-47 जना बच्चाहरू नै छ त्यहाँ, झन्नै 200 जना मान्छेहरू चाहिँ अहिले पनि छ। तिनीहरूलाई सुरुमा हुकुमवासी भनेर पुरै बदनाम गरियो। यदि उनीहरू हुकुमवासी भएको हुन्थ्यो भने यत्रो दिनसम्म त्यस्तो कष्टकर जीवन कसैले बिताउँथ्यो? तपाईँहरूले देख्नु भने गृहमन्त्रीका प्रतिनिधि भनेकै मान्छेको अगाडि चाहिँ कस्तो खालको चामल त्यहाँ देखाइयो। त्यसकारण एउटा त्यस्तो खालको स्थिति राज्यको तहबाटै हुने यो चाहिँ अपराधै हो। हेर्नुहोस्, यस्तो खालको अपराध राज्यले चाहिँ गर्नु हुँदैन।